हेलो एभ्रिवान, वेलकम टु माई अनदर भिडियो। आज चाहिँ म तपाईहरुलाई के गरेँ मैले उठेर भनेर देखाउँछु। आज चाहिँ शुक्रबार हो नि त, अनि मैले के गरेँ भनेर मैले भिडियो स्टार्ट गरेँ। मेरो छोरा चाहिँ सुतिरहेछ, त्यही भएर भिडियो स्टार्ट गरेको, नभए मभन्दा अगाडि उठ्छ नि त। अनि भोलि शनिबारको लागि चाहिँ हामीले लोकल कुरकुरे झारिसक्यौँ। अनि यहाँ छ धनकुटे बिस्कुट, फेरि यस्तो फ्रेसमा चाहिँ यस्तो मिठो बास्ना आउँछ नि यो बिस्कुटबाट है, ताजा ताजामा यस्तो दामी आउँछ। अनि यहाँ कुरकुरेहरू यो भोलिको लागि शनिबारको लागि अब भेटाको त फेमसै हो नि त यो धनकुटाकै, त्यही भएर। अनि मैले यहाँ पानी लिएँ, पानी खानु पर्यो हैन, यसो तातो पानी। अनि पानी पनि खाएँ मैले। त्यस पछाडि पालो आउँछ सरसफाइको। अनि म चाहिँ सिसाहरू पुस्दैछु, अगाडि सिसा छ नि त, अनि सिसाहरू पुसेँ। अनि आज चाहिँ दिनभरिको हाल्छु भिडियो भने चाहिँ, तर धेरै लामो हुने भएर मैले आधी मात्र हालेको छु, त्यसको लागि माफ गरिदिनु होला हैन। अनि सरसफाइ पछाडि पुसेपछि चना पकाउने पालो आयो। अनि म चाहिँ यहाँ प्याज कटिङ गर्दैछु। अनि आज चाहिँ मैले फेरि कुकरमा हैन क्या, झोलवाला हैन, सुक्खा चना बनाउँदैछु नि त। झोलवाला चाहिँ भोलि शनिबार बन्छ, त्यही भएर यहाँ प्याज कटिङ गरेँ। अनि यतिकैमा आइपुग्छ हाम्रो सेलरोटी, तातो तातो हैन, मम्मीले बनाउनुहुन्छ नि त घरमा। अनि सेलरोटी पनि आयो, ढक्क लाएर हेर्नु न, म तपाईलाई नजिकबाट देखाउँछु ल। यस्तो दामी काडावाला हैन, अझ बिहानै आउनु भयो भने त झन् तातो तातो खानु पाउनुहुन्छ क्या। अनि यस्तो दामी थियो। अनि आज चना अनि फ्राई प्यानमा रेडी हुँदैछ। अनि मैले प्याजहरू हालेँ, अनि चना पनि बसाएँ हैन। अनि यो चाहिँ सुक्खा चना हो, सुक्खा चना चाहिँ यसरी बनाउँछौँ। अनि झोलवाला चाहिँ कुकरमा सिटी लाएर, अनि यस्तो भयो मेरो चना चाहिँ। अनि यतिकैमा मेरो छोरा चाहिँ उठिसकेको थियो, उता उसको मामासँग खेल्दैछ। अनि मलाई हेर्दै हाँस्दैछ क्या, मलाई देखेर खुसी हुँदैछ। अनि यतिकैमा मैले कुकरमा आलु पनि बसाएँ आलुदमको लागि। अनि पालो अब दुध बसाउने। हामी चाहिँ यसरी लोकल दुध ल्याउँछौँ नि त धनकुटाबाटै, अनि बसाउँछौँ। यतिकैमा मेरो छोरा चाहिँ यहाँ चना पाकेर रेडी भएको यहाँ सिसामा आएर हेर्दैछ। अनि यति हेरेपछि मसँग नआई भएन, अनि फेरि मैले बोकेँ मेरो छोरालाई यसरी। अनि गीत गाइदिनुपर्छ, यसरी नाच्छ क्या ऊ चाहिँ, खुसी हुन्छ गीत गाइदियो भने। अनि आजको भेटाको शुक्रबारको वेदर चाहिँ यस्तो छ हैन, उसो लागिरहेछ। अनि यो चाहिँ हाम्रो दोकान देखाउँदैछु, बोर्ड देखाऊँ भन्दै थिएँ तपाईँहरूलाई, तर बोर्ड चाहिँ खुइलेछ मेरो। अनि यस्तो छ, यो चाहिँ चोक भइहाल्यो धरानबाट आउने। अनि यहाँ पाक्दैछ तातो तातो रोटी, हाम्रो मम्मीले बनाउनुहुन्छ नि त शान्ति खाजा घरमा। अनि यस्तो दामी हैन, यस्तो मजाले बनाउनुहुन्छ। अनि त्यस पछाडि पालो आयो मेरो चिया बिस्कुट खाने। अनि मैले चिया र बिस्कुट पनि खाएँ, चिया बिस्कुट। अनि मेरो भाइ चाहिँ घर जानुको लागि रेडी हुँदैछ, अनि मेरो ड्युटी सुरु भयो।